कम्प भान्पुरमा हानिदिन्छु यस देऊ जहाँ पुग्ने अहिले मैले जस्तो हान न मैले जस्तो हान्देऊ पाण्डे भएर त कक्सले पक्रिरहेको छ त्यहाँ त सबै काठमाडौँ हो हेलो एभ्रीबडी आइम दुर्गेश थापा भन्दा होइन म चाहिँ अरुण पाण्डे दोस्त तिमी रामेश्वर यादवको भाइ हो रामेश्वर यादव चिन्छौ होला हमने गाउँ क्या बोला तूने के भन्छ रामेश्वर यादव तँ क्या अकेला छ भनेर हेपेको भन्ने छैन नाजिर हुसेन क्या नाजिर हुसेन चिन्छु त मनपर्छ त्यसको फिल्म हेर्छ न होस्टेल रिटर्न हेरेको छु त हेरेको छु अनि त्यो चिन्नु पर्यो नि त यार चिन्छु त ल हामी यसरी हरायौँ होइन अब हामी यहाँ आएर हरायौँ जानुपर्ने कहाँ हामी कहाँ छौँ केही थाहा छैन धुरीकोटी मन्डा भनेर टुडी खेल लगिदिन्छन् साथीहरूले यस्तो पनि हुँदो रहेछ पेपारबाट जानुपर्ने त मान्छे म भन्छु मूल्याङ्कन छैन दाइ लौरो पनि बोकेको छ आन्दोलनै हो त भाइ यहाँ चाहिँ त भन्यो कि चिसो पस्यो यार तर त फेरि बेला साथी दिनुपर्ने क्या लास्टै अघि चाहिँ किति लाग्यो यार म त्यहाँ के लाग्यो भने अनि ठुलो आवाज सुनेको थिएन अब म त सुटिङले पनि थर्काएको होला जस्तो लाग्यो क्या बाटो छोड्न भनेर मैले बाटो छोड्दिनँ अन्त त्यसले छोड्दैन ल बाटो अलिक ठुलो आवाज सुने सुटिङले थर्कायो होला भन्ने हो म त सुनेछु हिन्दीहाले अनि भरे सुटि पनि आयो अनि त्यहाँ आएर भन्छ त पाण्डे भएर त कक्सले पक्रिरहेको छ त्यहाँ त पक्रेको होइन यसो हेरेको कि भाइले त्यहाँनिर त उयो हेर्नु चाहिँ गएको होला जस्तो लाग्यो क्या बुझ्नु हुन्छ नि त अब त्यो के अब क्यामेरा पुगेको होइन अब के भन्दा यसो अलिकति हुन्छ भनेर एउटा होइन कन्टेन्ट पनि निस्किन्छ अब कन्टेन्ट निस्किन्छ भनेको सिधै कुरो अनि फेरि आउँदै आउँदैन कहाँ राखी त हाल्यो भने कता आउनु ल मलाई ट्राफिक दाइले बोलाउँदै हुन्छ तर म जान भ्याउँदिनँ होइन अहिले मैले होइन किनभने अघि भएर पनि मैले पुलिसलाई भेटिरहेको छु नि त पेपरमा फेरि भेटिरहेको भ्याउँदिनँ अहिले बिजी छु हामी चाहिँ फन पार्क छिर्नुपर्ने भयो है ल राजाहरू हाम्रो पैसावाला दाजु गइसक्नु भएको छ टिकट काट्नुलाई कार्ड हुनुपर्छ नि त राजा हेर्नु त पैसा आम्म पस पड्किन्छ है पस पड्किन्छ बुबु अनि यसको पस त पातलै हुँदैन दाजु पैसा भुक्रा पठाएको क्या कति लेखेको छ भनेर फेरि हुन्छ बुच्चाहरूसँग भन्दा पनि नहानसँग पैसा हुन्छ नि त धन्यवाद बुबु हाम्रो स्पोन्सर चाहिँ मिस्टर समीर याक्खा हुनुहुन्छ परेन दिनु चाहिँ टिकट लाउनुहोस् त हुन्छ डन्ट वरी रोटी खेलौँ न भनेको सबैजना थेट टोलीहरू यार समीर गर्लफ्रेन्डलाई लगिदिलु ठक्का जितेर गनले साथी तिम्रो ओजनको होइन ल यो होइन लु खेल्ने भए खेल न लु म दामी सुट गरिदिन्छु कति सर्टमा ढाल्नु पर्ने एक सर्टको कसरी हो 50 सट्टा लु त हान्ने कि म हान्नु पाउने चाहिँ के हो सिस्टर अनि डक त क्यामेरामा पनि आएन त दाइ छोड्नु छ दाइ छोड्नु न सन्दीप छोरे ल राजा होइन यो त हान्नुपर्छ यार होइन फेरि हान्दा भयो त यो हान्न सक्नुहोस् न खै दाइ के गर्नु पाएन त्यसलाई गोली हानेको यो त तपाईँले ग्यास गरिदिनु भयो नि त आफै छिटी हाल्दो रहेछ अनि कोच गरिदिनु पर्दैन
कहिले एउटा एउटा बटल होइन हो डक मात्र हो। ल्याउ त ए कुत्ता पनि खुवाउनु पर्ने हो दादा ढाल न यार The winner is सञ्जीव तापमादेन यसलाई चाहिँ के गर्नुपर्ने हो छिर्दैन तर त उफ्रिने बल होला याका यो चाहिँ के गर्ने हो यो खेल्ने सुन्नुहोस् त छिराउने कि काठ छुँदा हुन्छ हुँदैन कि काठ नछुनु पर्ने त्यस्तो खेल यो चाहिँ खेलौँ न बरु खेलाउनु त फेरि हामीले नै खेलाउनु त ल ला पुगिन्छ त नि अनि तर जस्तो पुग्यो भने छिर्दैन त मलाई थाहा छ क्या होइन अहिले त हामीले खेलाएर हिँडेको त्यही पनि रमाइलो मात्रै हो सबैले छिराउनु त छिराएको छ यार लाउ त तिमी त यार कस्तो नछिरेको यार त्यो हेर न छिरिसकेको यार तर यो रिङै ठ्याक्क छिर्ने होला नापेर हुन्छ राजा साइज साथी काटेर ल कम्पा भान्पुर म हानिदिन्छु देऊ जहाँ पुग्ने अहिले मैले जस्तो हाने न मैले जस्तो हान्देऊ तपाईँले 100 रुपियाँ तिरा त लु कि कति भयो हामीले प्राइस पाएको हामीले तिर्दिनौँ विनर लु न छिटो केटा हो तेरिका दाइ अनि यस्तो पाउँछ यो विनर प्राइज हो तर हामीले नतिर्नु पर्ने हो क्या दाइ विनर र तिराएको केटाहरूले यार मै चलाम्ला पिरतीको गाडी हामी न यो कस्तो यार दाइ खेलौँ न यो दुईजना मात्र त के खेल्नु जाने राजा हेर न कोही खेल्दैन अरे अच्छा सबै काठमाडौँ हामीले देखिसक्यौँ सरी ल मैले साथीहरूलाई बोलीको पक्का भएर प्रुभ गरिसकिसकेँ मैले यस्तो कसरी टिकट काटेँ यार हगायो यार 170 इन्टु 4 टन्नै भयो हिसाब चाहिँ कति गरौँला सुरुमै मलाई पुरै भाइब चाहिएको समीर डराउँदैन समीर अगाडि अगाडि हिँड्छ हे भगवान राम 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 छोटा ज्याका छोटा छोटा राम 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 अगाडि छिर्ने को छिर्ने ल को आटी मुटु भएको ल आटी मुटु भएको को Foolish mortals. I am your ghost. अगाडि हिँड्न अगाडि हिँड्न लु यहाँ त होइन क्या
कताबाट आउने भने म त जान्न बरु म घुर्छु प्लिज सन्चै हुनुहुन्छ हाम्रो दिदीहरू पनि डराउँदै भएको छ हामी डराएको छैनौँ है हामी के पनि भएको छैन हामीलाई यस हामी छोरा मान्छेलाई डर लाग्दैन अब चाहिँ डर भएको छिरेछौँ हामी केटा वालसम्म कस्तो हुनु भइरहेछ छोरा मान्छे डराउनु हुँदैन म त डराएको छुइनँ मान्छेको लासहरू देख्न सक्नुहुन्छ बडीहरू स्टोर मात्रै छ त कता हो उता उता अझै उता उता उताबाट हो यताबाट कहाँ जानु दिदीहरू चाहिँ यहाँबाट त मरबाट आएको राजा यहाँबाट यता हो यता यो खोला त यता खोला न यता खोला न ढोका लगाइदिएछ कि अब कहाँ हो यहाँ ढोका होला डराउँछु भनेको डराउँदिन ल कता हो जानुपर्ने खोला त यता हो ए यता रहेछ यता घाटे चाहिँ पनि आउनु सक्छ केटा हो ल नहल्लिने यो चाहिँ मरेको भूत रहेछ क्या ए ल म्या सकेको ल सकेछ प्राङ पो भइदियो त यार भूत भनेर त द एक्सपिरियन्स कस्तो भयो सन्जय तिमीलाई त्यो एउटा मुभमेन्ट चाहिँ खतरा थियो यार ल अब तँलाई पनि वेलकम टु द गुड नाइट क्लब फन पार्क हामीले भ्याएनौँ योभन्दा समय दिनु